साथीहरु नमस्कार है। मलाई एउटा अनलाइन सपिङबाट एउटा सामान आइपुगेछ है। मैले पेमेन्ट चाहिँ मैले गरिसकेँ हैन। अब यसलाई म अनबक्स गर्छु है। मलाई के सामान प्राप्त भएको छ हेरौँ है त। के सामान आछ मलाई पनि थाहा छैन है। अब आउनु चाहिँ यो के विज्ञापन गर्नु है तपाईहरुलाई है। म अरूको विज्ञापन गर्ने मान्छे त होइन नि त। मलाई चाहिएको सामान मैले मगाएको। अब यो मैले यसरी यो टेप लगाएर चाहिँ यसरी काट्छु मैले है। यो अनबक्स गर्दैछु मैले यसलाई खोलेकै छैन। यो मैले डेलिभरी बोयबाट जस्तो बुझेँ त्यस्तै रूपमा छ यो अहिलेसम्म हैन। अब यसलाई मैले चाहिँ यसरी चाहिँ अनबक्स गर्दैछु हैन। यसलाई मैले अनबक्स गर्दैछु। एकदमै टेपिङ गरेर पठाएको रहेछ हैन। त यो एकदमै बलियो गरेर पठाएको रहेछ। पानीले नभिज्ने केले पनि नभिज्ने गरी चाहिँ पठाउनु भएको रहेछ हैन। मगाउनु चाहिँ मैले काठमाडौँबाट मगाएको है। यो कहाँबाट आयो भन्ने कुरो म भन्छु पहिला। यहाँनिर यो हेर्नुहोस् है ल, नेपाल क्यान मुभ अनि यो किड्डी ग्याजेट घर भनेर रहेछ। अब फोन नम्बर पनि यहाँ दिएको छ। मैले यही फोन नम्बरमा चाहिँ सम्पर्क राखेर यो मैले मगाएको हो। यो चाहिँ 3 कुनेमा रहेछ, काठमाडौँ 3 कुनेमा रहेछ। ल यो चाहिँ है, यो काठमाडौँ 3 कुने रहेछ। यो मैले यसलाई खोलेँ। अब यो एकदम बलियोसँग पठाउनु भएको रहेछ। म अनबक्स गर्दैछु। मैले डेलिभरी बोयबाट यो सामान बुझेपछि पहिलोचोटि यसलाई मैले अनबक्स गर्दैछु। के सामान छ त मैले चेक गर्दैछु यहाँ है। यो चाहिँ अब भेन्डरको लागि पनि हो यो है। यो जानकारी चाहिँ अब यहाँ अर्को प्याक रहेछ फेरि भित्र है। यसभित्र यसलाई राखेर रहेछ। यसभित्र यसलाई राखेर रहेछ। यो अब यसलाई पनि अनबक्स गरौँ हैन। यसलाई पनि एकदमै टेपिङ गरेर पठाउनु भएको रहेछ हैन। हेरौँ है त यो के चिज रहेछ, कस्तो रहेछ। यसमा चाहिँ आइटमहरू, कम्प्लिट आइटमहरू डेलिभरी भएको छ कि छैन त्यो पनि यहाँ मैले प्रुफ राख्नु पर्यो नि। तपाईहरुले पनि अनलाइनबाट सामान मगाउँदाखेरि यस्तै गर्नु होला है। कुनै कुरा चाहिँ इनकम्प्लिट डेलिभरी छ भनेदेखि यो तपाईको यो भिडियोले बोल्छ। यो त तपाईले रियल टाइममा तपाईले चाहिँ डेलिभरी बुझेपछि फर्स्टचोटि चाहिँ अनबक्स गर्दै हुनुहुन्छ नि त। तपाईले सिल खोल्दै हुनुहुन्छ, यहाँनिर प्याकिङ गरेर पठाएको छ हैन। यसलाई चाहिँ यसरी काटौँ। तपाईले पनि यसरी गर्नु होला हैन। नत्र तपाईको कुरो त त्यति ट्रुथफुल हुँदैन नि त। उहाँले पत्याउने हो कि नपत्याउने हो भन्ने हुन्छ नि त। अब यसो गरेपछि नपत्याउने कुरै आउँदैन हेर्नुहोस् है। अब रिसिभरले बुझेको सामान कस्तो छ त हेरौँ है त। यतापट्टिबाट हाल्नु भएको रहेछ, यतापट्टिबाट हाल्नु भएको रहेछ। बल्ल भित्रको बाकस देखियो है। यो रहेछ है। ल यो सामान रहेछ हैन। यो मेरो भिडियो चाहिँ अलिकति उल्टो छ है। यो सामान रहेछ। यो चाहिँ क्यू 185 भन्ने गिम्बल स्टिक रहेछ। यो सेल्फी स्टिक रहेछ। यो चाहिँ अब यो भिडियोहरू बनाउनको निम्ति, सेल्फी खिच्नको निम्ति उपयोग हुने सामान मैले मगाएको थिएँ। यो आएको छ। यो बाहिरपट्टि चाहिँ यहाँ सबै छ हैन। यो उहाँले चाहिँ विज्ञापन गर्दाखेरि बनाएको भिडियोको चाहिँ यहाँ स्क्रिनसटहरू प्रिन्ट गर्नु भएको रहेछ हैन। अब यसलाई अनप्याक गरौँ है त। यो कताबाट चाहिँ यसरी है त। ल हेर्नुहोस् है। ल यस्तो आयो है। यसरी पो रहेछ यो चाहिँ। छट्ट निस्क्यो है। निस्क्यो
यो भयो मैले यसलाई यता राखेँ है त यो सुरुमा यस्तोमा सबभन्दा बाहिर यो थियो त्योभन्दा भित्र यो थियो त्योभन्दा भित्र चाहिँ यो थियो हेर्नुहोस् है यो सामान थियो यो मेन केस चाहिँ यो रहेछ होइन Q185 ल मैले अब यो भित्र एउटा चाहिँ ब्याग हुँदो रहेछ है यो ब्याग हुँदो रहेछ यो ब्यागभित्र के छ अब यहाँनिर यो एउटा चाहिँ सानो क्याटलग रहेछ है सेल्फी स्टिक भन्दो रहेछ यो सेल्फी स्टिक भन्ने एउटा क्याटलग चाहिँ यहीँ यो सेल्फी स्टिक भनेर लेखा छ अनि यो प्याकेटभन्दा यो झोलाभन्दा बाहिर नै एउटा यो ज्याक रहेछ यो USB पोर्ट USB ज्याक र अनि यो चाहिँ B2 हो कि C2 हो B भन्छ कि C भन्छ यसलाई यो अलिक ठुलै खालको देखिन्छ सायद यो चार्जर होला दुईवटा एउटा क्याटलग र एउटा चाहिँ ज्याक सानो ज्याक छोटो ज्याक भेटियो अब यो यस्तो सिधै रहेछ यसलाई मलाई चाहिँ विज्ञापनमा देखाउनु भएको र यो कस्तो रहेछ भनेर म कम्पेयर गर्दैछु तुलना गर्दैछु यो सामान आएको छ होइन अब पक्कै पनि यो यसरी खोल्ने हो यो होइन यसरी यो रहेछ यो अब यो रिमोट यही होला यो घुमाउने यो यसरी घुमाउने यो होला यो सामान यो रहेछ होइन यहाँनिर यो चाहिँ के हो यो अनि यो चाहिँ यहाँ चाहिँ हाम्रो मोबाइल राख्ने हो यो यसमा चाहिँ हाम्रो मोबाइल फिट गर्ने हो यसमा मोबाइल हाल्ने हो होइन हामीले देखाउनु भएको थियो यसरी अब यो सबैतिर घुम्ने भन्नुभएको थियो यो होइन अब यो प्रयोग गरेर पनि हेर्छु म होइन यतिको सामान आएको छ है मैले जति सामान आएको मैले यहाँ देखाइसकेको छु यति नै सामान आएको छ यो छ होइन अनि यो चाहिँ कसरी आएको थियो भनेदेखि यो भित्र आउनुको निम्ति चाहिँ एउटा यसरी आएको थियो यो सामान यो राख्ने तरिका पनि यसरी नै रहेछ यो ल मलाई यतिको सामान आएको छ है यति सामान आएको छ मलाई है ल यो चाहिँ अनबक्स गरेँ मैले पहिलोचोटि डेलिभरी बोयबाट बुझेपछि मैले अनबक्स गरेको सामान यही हो यो सेल्फी स्टिक यो चाहिँ अब यहाँ फुल छ यो चाहिँ ट्राइपोड हो यो ट्राइपोड भन्दा पनि यो 4 पोड होला यो त चारवटा खुट्टा रहेछ यसको देखिहाल्यो होइन यो यस्तो खालको चारवटा खुट्टा छ यसमा एउटा दुईवटा तिनवटा चारवटा खुट्टा छ यो भित्रको कुरो त अब के सम्भव भएर देखाउनलाई ल यतिको सामान आएको छ मलाई यो चाहिँ मैले हाम्रो भेन्डरलाई पनि म जानकारीको लागि चाहिँ मैले यो भिडियो बनाएको हो र तपाईहरुले पनि यस्तो सामानहरु प्राप्त हुँदाखेरि अनलाइन शपिङबाट यस्तो सामानहरु प्राप्त हुँदाखेरि तपाईले चाहिँ आफ्नो भेन्डरलाई पछि क्लेम गर्नको निम्ति कुनै सामान कम छ भनेदेखि क्लेम गर्नको निम्ति यसरी नै फर्स्ट ह्यान्ड अनबक्सिङ गर्नु होला त्यसो गरे भनेदेखि तपाईले चाहिँ पछि क्लेम गर्न कुनै सामानहरु कुनै इनकम्प्लिट डेलिभरी भएको छ भने सामान क्लेम गर्न चाहिँ तपाईले चाहिँ यो भिडियो चाहिँ तपाईहरुको लागि चाहिँ प्रमाण प्रुफ हुन सक्छ है त ल धन्यवाद।